अनएक्सपेक्टेड त हुन्छ त हरेक कुरा जुन कुराको अपेक्षै हुँदैन त्यही कुरा त हुने हो हैन मान्छे कहिले मन्दिर जान्छ कहिले आउँछ कहिले के हो त गम त गाह्रो भएर त हामीलाई काट छोरीहरु त रेडी नुहाउनै नआइला होली मनाएर भयो नुहाउनु पर्छ होली मनाएर त्यतिकै तिमीलाई मलाई भन्छ ठुलो केक ल्याइदिनु अर्कोचोटि 500 को ल सो फाइनली म चाहिँ अब केक खाने भयो साथीहरु रुदै रुदै मैले फर्स्ट चोटि चाहिँ यसरी सरप्राइज पाएको सरप्राइज पाउँदाखेरि चाहिँ अलिकति मनमा चाहिँ के भन्नु खुसीको पल हो आज म यत्रो वर्ष पछाडि चाहिँ मलाई दिदीहरूले सरप्राइज दिनुभयो सो धेरै धेरै खुसी छु यसरी सोचेकै थिइनँ मलाई सरप्राइज दिनुहुन्छ तिमीलाई पहिला फोन गर्नु त गाइस उल्टो भयो मैले पहिला खाइदिएँ टीका पनि लगाइदिउँ टीका त बादमा लाउँछ यो चाहिँ टीका ल अम्मा म त्यत्रो टीका नि आउनु आउ सुस्ला जाऊ म खुवाइदिन्छ सबै छ ल ह्यापी बर्थडे अप्सरा दिदी ल मलाई खुवाइदिनु आउ जाई मलाई पर्दैन हौ आवाज